हजुरहरू पनि म जस्तै अचार लभर हुनुहुन्छ, अमिलो पिरो टक्क परेको अचार नभइकन खाना मन नलाग्ने हुनुहुन्छ, तर यो सेलरी चाहिँ काँचै यो सलादमा खान मन पर्दैन भने चाहिँ यसको यसरी मजासँग अचार बनाएर खान सकिन्छ। हजुरहरूले रेसिपी ट्राई गर्नुभएको छैन भने अवश्य पनि ट्राई गर्नुहोला। खानालाई एकदम मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ। यसको लागि मैले यो सेलरीलाई यसरी मसिनो गरी काटेर लिएँ। यसको मैले यो रेसा निकाल्छु, यो कर्कलोको जस्तो रेसा हुन्छ। अनि यसलाई मैले तातो पानीमा राखेर 3-4 मिनट बोइल गर्छु। मैले यो यहाँ राखेँ अनि मैले थोरै नुन र बेसार राखेँ। यसो गर्दाखेरि चाहिँ यो सेलरी अलि नरम हुन्छ। अनि त्यसपछि यसलाई चाहिँ नछोपिकन 3-4 मिनट बोइल गर्ने, छोपेर पकाउँदाखेरि यो सेलरीको हरियो रङ डिस्कलर हुन्छ। त्यही भएर मैले चाहिँ यसलाई नछोपिकन बोइल गर्छु। अनि यहाँले देख्न सक्नुहुन्छ सेलरी नरम भएको छ अनि रङ पनि चेन्ज भएको छैन, हरियो नै छ। अब यसको झान्नको लागि अब आफूले के हालेर झानिन्छ अचारमा त्यही हाल्न सक्यो। मैले त्यसको लागि यहाँ तोरीको तेलमा थोरै मेथी फुराएँ, 2टा खुर्सानी फुराएँ। त्यसपछि मैले प्याज राखेँ अनि प्याज राखेर यसलाई चाहिँ एकछिन चलाइसकेपछि अलिअलि ब्राउन हुन थालिसकेपछि यसलाई माथिबाट झानिदिन्छु। मैले यहाँ थोरै बेसार पनि राखेँ, थोरै मसला राखेँ। अनि त्यसपछि चाहिँ मैले टिमुर पनि राखेको थिएँ। मैले टिमुर राखेको भिडियो खिच्न बिर्सेछु। मैले यहाँ टिमुर पनि राखेर यसमा खनाएँ। टिमुर चाहिँ अचारमा एकदम मिठो हुन्छ नि त। अनि मैले थोरै यसमा तिलको धुलो, थोरै आलसको धुलो अनि थोरै रातो खुर्सानीको धुलो अनि मैले अलिकति कागती राखेँ। अनि यो सेलरीको यो जुन काँचो पत्ता हुन्छ नि टुप्पोमा त्यसलाई राखेँ। अनि यसलाई मजासँग मोल्ने, नुन खुर्सानी पिरो आफ्नो स्वादअनुसार चाख्ने। अनि त यो खानाको लागि रेडी भइसक्यो। हजुरहरू पनि अवश्य एकपटक ट्राई गर्नुहोला, एकदमै मिठो हुन्छ है त। थ्याङ्क यू फर वाचिङ।